गोकर्णेश्वर नगरपालिका श्री नारायण सुवेदीज्यू अनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 6 का वडा अध्यक्ष श्री नटराज लामाज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक वडा नम्बर 8 का वडा अध्यक्ष श्री नन्दलाल श्रेष्ठज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी आजको यस कार्यक्रममा सुरक्षित र व्यवस्थित गरिदिनुको लागि गौरव र खटिनुभएका महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरका कार्यालय प्रमुख रामचरण अतिवडाज्यूलाई पनि अतिथिको विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। देखिरहेको छैन, उहाँलाई अतिथि आसन ग्रहण गराउने सूचना सभा गर्ने र यसै गरी नगर समितिका उपाध्यक्ष उमाया सुनवारज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। सदस्य श्री सुनिता नाथज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी किराँत याम्फूज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी किराँत कुलुङ भाषा तथा संस्कृति उत्थान सङ्घका उपाध्यक्ष श्री श्याम कुलुङज्यूलाई पनि अतिथिको आसन ग्रहण सिक्किमको तर्फबाट हाम्रो सुनकोशी गाउँपालिका वडा नम्बर 4 का पूर्व सदस्य राजनीतिज्ञ युवा हाम्रो दिलबहादुर जेरुङज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी किराँत साम्पाङ समाजका अध्यक्ष चतुर्मान साम्पाङज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी किराँत राई सामाजिकका अध्यक्ष हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी आजको यस हाम्रो बहादुर कुलुङज्यूलाई पनि आजको पुजारीको रूपमा नक्सको रूपमा अतिथि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी यहाँ उपस्थित हुनुभएका कला खबरका सञ्चालक पत्रकार राजकुमार कुलुङज्यूलाई पनि यथास्थानमा पत्रकारिताको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध। उपस्थित हुनुभएका सहभागीहरूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र पत्रकारको व्यास र अनुमतिलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र हाम्रो यो विद्यार्थीहरूको महानलाई तपाईँहरूको सभ्य दृश्य मार्फत सही सूचनालाई संसारभरि प्रभाव गरिदिनको लागि र आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी नेपाल कम्युनिस्ट